आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरू र जेएनजीका प्रतिनिधिहरू बीच त्रिपक्षीय छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकमा विशेष गरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा विचार विमर्श भएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेएनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो। सरकार, राजनीतिक दल र जेएनजी प्रतिनिधिहरूबीच छलफल भएको र यस किसिमको छलफललाई निरन्तरता दिने समझदारी छलफलमा गरिएको मन्त्री खरेलले बताउनुभयो। बैठकमा प्रधानमन्त्री कार्कीले त्रिपक्षीय छलफलको शुरूआत भएको र यसलाई निरन्तरता दिइने बताउनु भएको थियो। उहाँले मुलुक बनाउने अभिभारा सबैको भएको भन्नुहुँदै एकताबद्ध भई अघि बढ्नु पर्ने कुरामा जोड़ दिनुभयो। संचार मन्त्री खरेलका अनुसार बैठकको मुख्य उद्देश्य निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका साथै जेएनजी आन्दोलनमा भएको जनधनको क्षतिको अनुसन्धान गरी कार्यवाही प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रित थियो। त्यसमा पनि विशेष गरी निर्वाचनको विषयलाई अलि बढ़ी लक्षित गरेर सरकार, राजनीतिक दल र जेएनजी प्रतिनिधिहरूबीच छलफल भई आपसी समझदारी कायम गरेर अबको बाटो कसरी अघि बढ्न सकिन्छ भन्ने बारे सकारात्मक छलफल भएको उहाँले बताउनुभयो। मन्त्री खरेलले वार्तामा सहभागी सबै राजनैतिक दलहरूले निर्वाचनप्रति सकारात्मक धारणा राख्नु भएको जानकारी दिनुभयो। दलहरूले चुनावको वातावरण बनाउन सुरक्षा र साधन स्रोत लगायतका प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। छलफलमा प्रधानमन्त्री कार्कीले सरकार, राजनीतिक दल र जेएनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदान प्रदान हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर नै सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीहरूलाई आग्रह पनि गर्नुभयो। छलफलमा सहभागी जेएनजी समूहका प्रतिनिधिहरूले चुनाव भनेर मात्र नहुने तर्क गर्नुहुँदै आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचार विरूद्धको कार्यवाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो। बैठकमा गृहमन्त्री ओम प्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर महावीर पुन, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, दलका नेताहरू डाक्टर प्रकाश शरण महत, महेश बर्तौला, नारायण काजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरूङ, निशा डाँगी, स्वर्णिम वाग्ले, क्षितिज थेबे, वसन्त कुशवाहा तथा जेएनजीका तर्फबाट मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमित खनाल र राजन राणा मगर सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ। गत असोज 28 गते शुरू भएको कांग्रेसको बैठक तिहार र छठ पर्वका कारण स्थगन गरिएको थियो। बैठक आगामी महाधिवेशन भदौ 23 र 24 गते भएको जेएनजीको प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक अवस्थामा पार्टीको भूमिकाका विषयमा केन्द्रित भएको छ। आजको बैठकमा पार्टीको 15औं महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुने कांग्रेसले जनाएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको वर्तमान कार्य समितिको कार्यकाल आगामी मंसिरभित्र सकिने अवस्थामा शुरूदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूबीच भइरहेको छलफललाई आज औपचारिकता दिइने सम्भावना छ। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउनुहुँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएपछि कार्यवाहक सभापति खड्काको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदनको अन्तिम सुनवाई हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिदा हाल निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेशमा उल्लेख गरिएको छ। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद भुइयाल र मनोज कुमार शर्माको संवैधानिक इजलासले त्यस्तो आदेश दिएको हो। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमा 7 दिनभित्र लिखित जवाफ माग गरिएको छ। अन्तरिम सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ 27 गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति बदर, संसद विघटन बदर एवं संसद पुनर्स्थापना गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा विभिन्न 16 वटा रिट निवेदन दायर भएको थियो। सरकारले राष्ट्रिय सभाको
रिक्त सदस्यको पदपूर्तिका लागि माघ 11 गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकका निर्णयहरूबारे जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 मा हेरफेर गर्ने निर्णय भएको बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूची 2 मा हेरफेर गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको समेत जानकारी दिनुभयो। मन्त्री खरेलले नेपाल र मौरिसस बीच भएको दोहोरो कर मुक्ति सम्बन्धी सम्झौता अन्त्य गर्ने, छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णय मन्त्री परिषदको बैठकले गरेको जानकारी दिनुभयो। बंगालको खाड़ीमा विकसित चक्रवात मोन्थाले नेपालमा पार्ने प्रभावका विषयमा आजदेखि शनिबारसम्म लामो यात्रा नगर्न मौसमविदहरूले सुझाव दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। देशको बागमती, कमला, कोशी र कन्काई नदी तथा यी नदीका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना देखिएको साथै कोशी, बागमती, मध्य प्रदेशका महाभारत, चुरे भई बग्ने ससाना नदीहरूमा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले औल्याएको छ। मोन्थाले नेपालमा पार्ने प्रभाव लगायतका विषयमा कुराकानी गर्न मौसमविद हरि दाहाल हामीसँग जोडिनु भएको छ। दाहालजी, हजुर जुन अनुमानहरू गरिएको छ अथवा सुझावहरू दिएको छ, पछिल्लो अवस्था के हो खासमा? हजुर 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 सुनिरहेको छ। हजुर हजुर पछिल्लो अवस्था के हो, के भइरहेको छ चाहिँ खास गरी कहाँ कहाँ वर्षा भएको छ, कतिपय ठाउँहरूमा हिमपात पनि भएको भनिएको छ? हजुर हजुर पक्कै पनि अब यो विगत अहिले हामीले जुन विगत 12 घण्टालाई हेर्दा पनि धेरै जसो यो जुन पूर्वी विभागतिर यो कोशी अनि बागमती र मध्य प्रदेशको चाहिँ धेरै जसो स्थानमा वर्षा हल्कादेखि मध्यम वर्षा भएको र धेरै अरू अन्य स्थानहरूमा पनि हल्का वर्षा भएको र माथिल्लो भूभागतिर पनि हिमपात भइरहेको अवस्था छ। र यति बेला अब हालकै कुरा गर्नुपर्दाखेरि पनि अहिले पनि कोशी, मध्य र बागमती प्रदेशमा केही जस्तो स्थानमा हल्का वर्षा भइरहेकै अवस्था छ। हजुर, अवश्य यसको प्रभाव कस्तो हुन्छ? अब आजबाट बिस्तारै जो प्रणाली भित्रिने भएकोले जो हिजोबाट नै अलिअलि असर देखिँदै बादलहरू भित्रिने र हल्का पानी पर्न थालिसकेको छ। अब यसको आज पनि असर मुख्यतया गरी चाहिँ यो कोशी, मधेस, बागमती प्रदेशहरूको धेरै स्थानहरू र गण्डकी, लुम्बिनी प्रदेशहरूको चाहिँ पहाडी हिमाली भूभागको केही स्थानहरू मध्यम वर्षा हिमपातको सम्भावना रहेको। अब यसै गरी अब यसले आज चाहिँ जो हामीले हिजो अस्ति भन्यो भने अलिकति थोरै फास्ट मुभिङ सिस्टम भएको भएर आज पनि कोशी, बागमती, गण्डकी प्रदेशहरूको उच्च पहाडी हिमाली भूभागको एक स्थानमा भारी हिमपातको सम्भावना गराउने जस्तो देखिएको छ भने र कोशी, मधेस, बागमती प्रदेश र पूर्वी प्रदेशको एक स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। अब यो चाहिँ शनिबारसम्म नै चाहिँ हुने देखिएको छ हैन त? हजुर हजुर शनिबारसम्म नै अब यसको प्रभाव चाहिँ रहने देखिन्छ। जसरी भनौँ न अब कतिपय ठाउँहरूमा चाहिँ नदीहरूमा पानीको बहाव बढ्ने, अब सतर्कता तहमै पुग्न सक्ने भनेर जसरी चाहिँ यहाँहरूले अनुमान गर्नुभएको छ, त्यसका कारणले हिमपात र वर्षासँगै बाढीको सम्भावनाहरू पनि औल्याइयो होइन त? हजुर हजुर पक्कै पनि अब जुन यो अहिले अब पानी पर्ने भएकोले जुन माथिल्लो भूभागमा पनि अब हिमपातहरू हुने भएकोले अब कति वर्षा पनि हुन भएकोले चाहिँ अब कुनै ठाउँमा एकदम माथि पानी परेर तल नपर्दा पनि एकदम मजा तल चाहिँ एकदम अचानक रूपमा बाढी आउन सक्ने सम्भावना रहेको छ। अब हामीले जुन विज्ञप्ति मार्फत विशेष गरी यो काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली अनि मध्य प्रदेशको चाहिँ जुन यो बारा, पर्सा, रौतहट, महोत्तरी, सुनसरी, धनुषा, सप्तरी, कोशी प्रदेशको चाहिँ सुनसरी, शङ्खसभा, ताप्लेजुङ, पाँचथर अनि यो मोरङ, झापा, इलाम क्षेत्रतिर चाहिँ यो क्षेत्र भई बहने सोसाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भनेर चाहिँ अलिकति यो त्यता हुनेहरूले चाहिँ सतर्क रहनु भनेर विज्ञप्ति मार्फत पनि हामीले चाहिँ यो सूचना सम्प्रेषण गरिसकेका छौँ। भनेको चाहिँ अब यात्रा गर्दा त्यसै गरी अब अहिले एकदम धेरै चाहिँ पर्यटकीय सिजन भएकाले पर्यटकहरू हिमाली क्षेत्रहरूमा, उच्च पहाडी क्षेत्रहरूमा पनि हुन्छ, उहाँहरूले किसानले अहिले सतर्कता अपनाउनु पर्ने भयो। हजुर 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 पक्कै पनि अब
जुन आज भोलि र पर्सि अब उच्च पहाडी हिमालय भूभागतिर हिमपात वर्षा हुने भएकोले र अन्य ठाउँहरूमा पनि वर्षा हुने भएकोले चाहिँ विशेष गरी अब अहिले त जुन बाली नाली भित्राउने समय भएकोले किसानहरूले र पर्वतारोहणहरू अरू यात्रुहरूले पनि त्यस पछिल्लो मौसमी अवस्थाको जानकारी लिएर मात्र आफ्नो अगाडिको योजना बनाउनु हुँदा एकदम राम्रो हुन्छ। नदी छेउछाउका आसपासका मानिसहरूलाई पनि यो सूचना यहाँहरूले अब अन्य विभिन्न माध्यमबाट एसएमएसबाट अन्य माध्यमबाट पनि दिने जुन प्रक्रिया छ त्यो पनि निरन्तर छ नि त विभागको? हजुर हजुर हजुर। धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो मौसमविद हरि दाहाल। मौसमको पछिल्लो अवस्था र आगामी 2 दिनको अवस्थाका बारेमा सम्भावना औल्याइएको छ विभागका तर्फबाट, त्यसबारे हामीसँग कुराकानी गर्नुहुँदै। सम्भावित वर्षा र हिमपातका कारणले नदीनालाहरूमा आकस्मिक बहाव हुने, पहिरो लगायतका जोखिम बढ्ने, दैनिक जनजीवन, सड़क तथा हवाई यातायात, कृषि, पर्यटन तथा नदी आसपासका मानिसहरूमा पर्न सक्ने खतराप्रति सचेत रहन र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि विभिन्न क्षेत्रमा भारी वर्षा तथा हिमपात हुन सक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका इकाइहरूमा सम्भावित विपद जोखिम आकलन गर्दै समन्वयात्मक रूपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको जनाएको छ। करिब 1500 आन्तरिक तथा बाह्य पर्यटकको त्यहाँ उद्धार गरिएको र त्यसमा 200 विदेशी पर्यटक समेत रहे।